अहिले धेरैजसो रिजल्टहरू चाहिँ जिपिए सिस्टममा क्याल्कुलेट गरिन्छ, तर यो फाइनल जिपिए चाहिँ कसरी क्याल्कुलेट गरिन्छ भनेर धेरै गार्जियन्स, धेरै स्टुडेन्टहरूलाई थाहा नहुन पनि सक्छ र त्यसैबारे आज हामी तपाईहरुलाई यो भिडियोमा जानकारी गराउनेछौँ। हामी एउटा एससीईको मार्कसिट लिनेछौँ र त्यसको फाइनल जिपिए कसरी क्याल्कुलेट भएर आएको छ भनेर यहाँहरूलाई जानकारी गराउनेछौँ। त्यसपछि यहाँहरूले मजाले कुनै पनि रिजल्टको फाइनल जिपिए मजाले क्याल्कुलेट गर्न सक्नुहुनेछ। त्यसभन्दा पहिला तपाईहरुलाई यो सब्जेक्ट वाइज जिपिए कसरी क्याल्कुलेट गरिन्छ त्यो थाहा हुनुपर्छ। तपाईले हेर्न सक्नुहुन्छ यो नोटिसमा यदि तपाईले कुनै पनि सब्जेक्टमा 90% वा सोभन्दा माथि ल्याउनु भयो भने तपाईलाई ए प्लस को ग्रेड दिइनेछ। अर्थात् यदि तपाईको थ्योरी हो भने तपाईलाई 75 मा 68 और त्यसभन्दा बढी ल्याउनु भयो भने तपाईलाई थ्योरीमा ए प्लस दिनेछ। त्यसैगरी प्र्याक्टिकलमा 23 वा सोभन्दा बढी ल्याउनु भयो भने तपाईलाई प्र्याक्टिकलमा नि ए प्लस दिनेछ। यसरी नै तपाईले अरु ए बी प्लस र बी को र्याङ्क चाहिँ क्याल्कुलेट गर्न सक्नुहुनेछ। त्यसरी नै एउटा क्वेशन सबैको मनमा खलल हुन्छ कि यो ए र ए प्लस मिलेर कसैको ए नै रहन्छ भने कसैको ए र ए प्लस मिलेर ए प्लस पनि हुन्छ। यस्तो किन हुन्छ भन्दाखेरि जब तपाईको थ्योरी र प्र्याक्टिकल मार्क्स जोडेर यदि 90% भन्दा एभव जान्छ भने तपाईको ए प्लस बडीमा राखिन्छ। यदि थ्योरी र प्र्याक्टिकल जोडेर 90 एभव हुन सक्दैन भने तपाईलाई जो छ ए को क्याटेगोरीमा राखिनेछ। त्यसैगरी अहिले यो 2080 सालदेखि लागू भएको एनजी सिस्टम अनुसार तपाईको ए प्लस भएर ए प्लस होस् अथवा ए प्लस जोडेर ए नै होस्, यसले तपाईको फाइनल जिपिएमा कुनै पनि असर पार्दैन। अब कुनै पनि रिजल्टको फाइनल जिपिए क्याल्कुलेट गर्नलाई तपाईले यहाँ यो फर्मुला चाहिँ युज गर्न सक्नुहुन्छ। यहाँ के भनिन्छ भन्दाखेरि समेसन अफ मल्टिपल अफ क्रेडिट आवर एन्ड द obtained ग्रेड डिभाइड बाइ टोटल क्रेडिट आवर यहाँ भनेको छ। तपाईलाई सबभन्दा सुरुमा के गर्नुपर्छ भन्दाखेरि यो क्रेडिट आवर र तपाईले प्रत्येक सब्जेक्टमा प्राप्त गरेको जिपिए लाई चाहिँ मल्टिप्लाई गर्नु होला। तपाईको यदि एससीमा 60 वटा सब्जेक्ट छ भने थ्योरी र प्र्याक्टिकल जोडेर तपाईको जो छ 14 वटा यसरी मल्टिपल गरेर जोड्नु पर्ने हुनेछ। अन्तिममा तपाईले यो सबै जो छ क्रेडिट आवरलाई जोडेर त्यही आएको अंकसँग डिभाइड गरिदिनु भयो भने तपाईको फाइनल जिपिए आउनेछ। म यसको तपाईलाई यहाँ देखाइदिनेछु। यसरी तपाई जुनसुकै मार्कसिटको पनि फाइनल जिपिए क्याल्कुलेट गर्न सक्नुहुनेछ। र अबदेखि चाहिँ तपाईहरुले यसरी मेरो फाइनल जिपिए कसरी आयो भन्ने क्वेशन चाहिँ नआउला है त। सो भिडियो राम्रो लागेमा भिडियोलाई एउटा लाइक र एकचोटी सब्स्क्राइब गरिदिनु होला। हस् त हामी फेरि पनि अर्को भिडियोमा तपाईहरु सामु भेट्नेछौं।